एभ्रिवान नमस्ते अनि फ्याफुला सबैजनालाई दिस इज मी नोरसाङ है वेलकम टु माई डेली भ्लग है अन्त यो आजको भिडियोमा चाहिँ म चाहिँ तपाईहरुलाई हाम्रो हामी बसेको बालुरघाटको रेन्टेड हाउस चाहिँ अब होम टुर गराउन आँटेको छु है तपाईहरुलाई आज देखाउँ भनेर सो त्यस्तो त केही खास त छैन तर यो भिडियो अब गरिरहेको छ भने चाहिँ भोलिको दिनमा गएर हाम्रो छामुले पनि हेर्छ है अन्त हाम्रो लागि पनि एउटा मेमोरी भएर जान्छ भनेर चाहिँ एउटा हाउस टुर गर्नुको न्युले एउटा सानो मेमोरी बनाऊँ भनेर चाहिँ मैले सोचेको सो आजको भ्लगमा चाहिँ त्यही हुनेछ सो इन्जोय द भ्लग है सो यो चाहिँ हाम्रो घरको बाहिरको नजारा हो है बाहिरबाट चाहिँ यस्तो देख्छ हेरिहाल्नुहोस् हो यहाँ चाहिँ खाली छ गरमले हेर्नुहोस् कोही छैन बाटोमा पनि यो बराबर गयो भने चाहिँ मेन रोड पुग्छ यहाँबाट गयो भने चाहिँ बजारहरू जाने बाटो हो अन्त लेट्स गो अब भित्र यहाँ न उयो यहाँ बस्ने रेन्टेडले यहाँ बुढा सुकाइरहेको दैलोमै वेलकम गरेछ सो लेट्स गेट इनसाइड यस्तो छ यहाँ सानो गेट छ एउटा हो सेफ्टी छ हामी बसेको घर चाहिँ एउटा सानो यस्तो रुख छ यहाँ चाहिँ मजाले फुलहरू फुलिराखेको हुन्छ जहिले तर बिहान नै टिपिहाल्छ यो पूजा गर्नुको लागि सो यस्तो छ यहाँ चाहिँ एउटा एकजना रेन्टेड बस्छ यहाँ अन्त यस्तो छ यहाँ घरको पछाडि मजाले प्यासेज बनाएको छ ताकि पछाडिपट्टि केही मैलाहरू भयो भने मजाले सफा गर्नु सक्ने अन्त यो चाहिँ अर्को ठुलो गेट हो यो चाहिँ अर्को ठुलो गेट हो एकदमै सेफ्टी छ हाम्रो यहाँ बस्ने चाहिँ नानीहरूलाई हामीलाई यो लक गऱ्यो भने ठक्क भइहाल्यो हो यो भगवान यहाँनिर चाहिँ अर्को रेन्टेड बस्छ तपाईँहरूले मेरो भ्लगमा देखिहाल्नु भएको छ होला है अर्को यहाँनिर चाहिँ यतापट्टिकै घरको यो दरवाजा हो पछाडिपट्टिको सो यहाँ उनीहरूको रुम यहाँबाट अहिले लान्छु म तपाईँहरूलाई सो यहाँ चाहिँ तपाईँहरूको चप्पल कन्सेप्ट पनि छ भित्र है यो चाहिँ हो हाम्रो त्यस्तो त केही पनि छैन एकछिन आऊ त्यस्तो देखाउनु पर्ने त केही छैन खास त किनभने हामीले सामानहरू पनि त्यस्तो लिएर त आएको छैन अब भाइले गर्दा हाम्रो घर चाहिँ यस्तै हुन्छ जहिलेको तहिले मेसी नै यहाँ चाहिँ छ आप्पा छोरा छाम्बो से हाई हामी चाहिँ मामासँग पनि खाएर पनि यो भिडियो गर्दैछु मैले अब यहाँनिर हामी त्यो राखेको छ यहाँ केही पनि छैन छनु चाहिँ खाली घर बसेको छ हामी चाहिँ अन्त होम टुर भन्दा पनि त्यस्तो त होइन यो फ्यान यता भइहाल्यो यो बक्समा भाइको साइकल लाग्थ्यो थियो मैले यहाँभित्र चाहिँ खानेकुराहरू हालेर राखेको छु र चाहिँ त्यत्तिकै राखेको तपाईँहरूले माइन्ड नगरिदिनुहोस् होला हो अन्त यो सानोपट्टिको चिटिक्कपट्टिको किचन छ हो त्यति हो यो घरभित्रको चाहिँ अन्त किचनको खिड्कीबाट चाहिँ नजारा यस्तो छ हेरिहाल्नुहोस् यहाँ पनि अब बनाउँछ होला सायद हेर्नु कुकुरहरू के गर्दैछ यहाँ झगडा पर्दैछ ल ल के झगडा पर्दैछ बोतलको लागि कसले लाँदो रहेछ हेरौँ कसले चाहिँ जित्दो रहेछ हेरौँ ल कालोले जित्यो सो यति थियो यो घरभित्रको चाहिँ है यो साइड चाहिँ तपाईँहरूले नहेरिदिनुहोस् होला किनभने यो साइड चाहिँ अलिकति लुगाफाटा राखेर अलिक मेसी छ हो होम टुर त अब यति नै छ अन्त अब माथि लान्छु म तपाईँलाई छतमा यो चाहिँ तपाईँहरूको छत एकदमै राम्रो सेफ्टी छ यहाँ घरमा चाहिँ है यो त एउटा यस्तो बनाएको छ अन्त मालिकहरू चाहिँ यहाँ बस्दैन अलिक उत्ताबाट बस्छ यहाँ चाहिँ अब भोलि पर्सि अर्को बनाउँछ होला नि त अन्त त्यो यसरी राखेको छ यो पछाडि चाहिँ है अन्त यो चाहिँ छतको गेट यस्तो छ हो अन्त यो चाहिँ छत हो अरू बेला पनि तपाईँहरूले देखिराख्नु भएको हुन्छ है यहाँ चाहिँ उनीहरूले हाँडी ल्याएको थियो कि सुकाइराखेको रहेछ पानी चिसो हुन्छ अरे यसमा चाहिँ सो यहाँ अन्त हाम्रो चाहिँ ट्याङ्की पनि अलग अलग गरिदिएको रहेछ पहिला नै अब त्यो चाहिँ राम्रो पनि हो किनभने झगडाहरू हुँदैन है अब सबैजना मिलेर बस्छ भन्ने केही छैन नि त त्यो चाहिँ हाम्रो ट्याङ्की भइहाल्यो यो उनीहरूको ट्याङ्की उतापट्टि चाहिँ अर्को उयसको ट्याङ्की छ अन्त
यो चाहिँ एकै फ्लोर हो होइन, फर्स्ट एउटा मात्रै उयो छ र पनि अब हाम्रै पनि माथि घरमा चाहिँ हामी माथि बस्छ होइन, तर हाम्रोमा फोर्सले पानी आउँदैन कि, अन्तखेरि यो आइडिया गर्नुपर्दो रहेछ। यो चाहिँ मेरो हाम्रो माथि पाहाडमा बस्नेहरूको अब उनीहरूलाई कतिलाई पनि चाहिन्छ होला यो उयो चाहिँ आइडिया चाहिँ होइन, साथै साथ हामीलाई पनि चाहिन्छ यो चाहिँ। अन्त यस्तो गरेको छ यहाँ चाहिँ, यस्तो गरेर चाहिँ यो चाहिँ यताबाट फ्याँकेको छ, त्यही भएर होला सायद पानी चाहिँ एकदम फोर्समा आउँछ। हाम्रो चाहिँ माथि दार्जिलिङमा चाहिँ नि माथि भएर होला कि, तर हाम्रो माथि फ्लोर भएर होला पानी नै राम्रो फोर्सै आउँदैन, पानी अलिक कम्ती भयो भने। यो चाहिँ जति नै पानी कम्ती भयो भने फोर्सफुल्ली आउँछ, यो आइडिया लगाएर चाहिँ होला। सो तपाईँहरूले पनि यसरी नै गर्नु सक्नुहुन्छ है। हेरिहाल्नुहोस् यो चाहिँ यहाँनिर यो हाल्यो, यहाँ यस्तो बनायो, त्यसपछि यस्तो फ्याँकेर चाहिँ यो चाहिँ यसरी डबल फ्याँकेको छ। तर मुनि पनि यस्तो मुनि पनि यहाँ देख्नुभयो, यहाँनिर ओभरफ्लो भयो भने चाहिँ यहाँबाट निस्किन्छ होला, यहाँबाटै। सो अब यस्तै हुन्छ कि सायद, अब हाम्रो त छैन माथि घरमा यस्तो बनाएको छ नि, यहाँ माथिबाट बनाएको छ नि त हाम्रो चाहिँ, यही माथिबाट चाहिँ सट्टै फ्याँकेको जस्तो लाग्यो। सो आइडिया चाहिँ यो होला। सो तपाईँहरूले पनि यो भ्लगको थ्रु केही अब तपाईँहरूलाई पनि आइडिया मन पऱ्यो भने चाहिँ तपाईँहरूले पनि गर्नु सक्नुहुन्छ। अन्त यहाँ साइड छ, छत पनि एकदमै ठुलो दामी छ, नानीहरूलाई खेल्नु मजाले हुने। अस्ति विन्टरमा त मजाले खेल्यो, तर अब अहिले गरममा त सक्दैन। यो चाहिँ अर्को घरको ट्याङ्की हो। अन्त यस्तो छ, अहिले चाहिँ एकदमै ज्यादा घाम लागिरहेको छ। सो यति थियो यो आजको भ्लगको यो होम टुर है। अब यो भिडियो भोलिपछि भाइले हेर्दा पनि भाइलाई पनि एकदम मेमोरेबल हुन्छ होइन। अन्तखेरि यहाँ गएर बसेको थिएछ हामी भन्ने हुन्छ र चाहिँ मैले सोचेर चाहिँ यो भ्लग पनि बनाइदिएको होइन। अन्त अब चाहिँ माया ड्युटी जान्छ, किनभने अहिले चाहिँ बिहान मर्निङ चाहिँ गएको छैन माया ड्युटी, किनभने उसको अहिले ट्रेनिङ हुँदो रहेछ नि त, फेरि ट्रेनिङ हुँदैछ। त्यही भएर चाहिँ अब 4 बजीदेखि ट्रेनिङ हुन्छ, 4 बजी जाँदै 6 साढे 6मा आइहाल्छ होइन। सो त्यही भनेर चाहिँ मर्निङ चाहिँ जान्दैन नि त आजकल, अब 3 दिन जस्तो भयो, अझै 14 दिनहरू जस्तै छ भन्नुहुँदै थियो हो। सो कस्तो लाग्यो तपाईँहरूलाई, के लाग्यो मेरो यो भ्लग है, अरू भ्लगहरू पनि राम्रो लाग्यो भने चाहिँ तपाईँहरूले प्लिज लाइक सेयर कमेन्टहरू गरिदिनु होला है। अन्त तपाईँहरूलाई कस्तो खालके भ्लग बनाएको मनपर्छ है, त्यो पनि सजेस्ट गरिदिनुहोस् होला। म त्यस्तो भ्लगहरू पनि बनाउने छु। अहिले त यहाँ त त्यस्तो त अब त्यही घरभित्रकै कामहरू त हुन्छ, त्यस्तो बाहिर घुम्नु पनि यस्तो गरममा हामी जान्दैन। फेरि यहाँ फर्स्ट अफ अल त्यस्तो घुम्ने ठाउँ पनि छैन रहेछ बालुरघाटमा होइन, त्यही भएर चाहिँ। सो होप यु गाइज इन्जोय दिस भिडियो। अन्तखेरि भोलिको भ्लगमा भेटौँ, डेली भ्लग भोलिको भ्लगमा भेटौँ। सो टिल देन टेक केयर सबैजनालाई, बाई बाई, थ्याङ्क यू फर वाचिङ। घाम हेर्नुहोस्।